मित्रवर्गहरू आज 2082 सालको आश्विन 15 गते भोलि 2082 सालको विजया दशमीको तपाईँहरूलाई हार्दिक मङ्गलमय शुभकामना ज्योतिष हरिहर खरेलको तर्फबाट। म भैरवा बुद्धिबडी दाई 87 इयर्सको हुनुहुन्छ। उहाँको एउटा वृद्ध अवस्था देखेर काठमाडौँबाट जोखिम मोलेर आफै गाडी चलाएर म बुटोल आएर हिजो यो बुटोल मिलन के अरे योगी कोटीको होटलको नाम आयो हेरला हजुर द फ्लामिङ्गो यसमा आएर म बसेँ र उहाँ हाम्रो आदरणीय मित्र हजुरको जन्मस्थान पाल्पा कुन ठाउँ उहाँको जीवनको धोका भनेकै हरिहर खरेललाई भेट्ने यसरी भेटेर हेरौँ पाम्ला भनेर सोध्नु भएको थियो। मलाई जान एकदम इच्छा थियो। यो मेरो बजरङ्गबली कुरा गर्नु मेरो जीवनको एउटा सपना उसलाई सोध्नुहोस् किनभने बुवा आमा छिटो जानुभयो। त्यो कारणले तपाईँले हात हेरेर म तपाईँको फ्यानै हो सुरुदेखि नै। मेरो एउटा चाहिँ आफ्नो जीवनको चाहना हुन्छ नि, प्रमुख चाहना नै तपाईँसित भेट्ने थियो र म जसरी पनि भेट्थेँ। जसरी काठमाडौँ जानु मेरो ईश्वरले मलाई यही सफल बनाइदिनु भयो। म एकदम सफल छु। अलि लिएर यता अहिले मैले हजुरहरूको जुन हेराएँ कति पर्सेन्ट पुऱ्याएँ कस्तो लाग्यो? मलाई एकदम राम्रो लाग्यो। मलाई एकदम खुसी लाग्यो, राम्रो ह्याप्पी हुनुहुन्छ र सबै मान्छे तपाईँसित हेरेर खुसी छन्। मेरो त यो सपनै पुरा भयो। मलाई धन दौलत चाहिन्न, मेहनत गरेर खान्छु, तर मलाई भेट्ने एउटा इच्छा ठुलो थियो। यति सहज र सरल तरिकाले भेट्न पाउँदा मेरो हृदय एकदम प्रसन्न छ। हजुर धन्यवाद। हजुरको जेठा छोराको भाग्य भविष्य र उसको स्वभाव पनि बताएँ, कान्छो छोराको पनि स्वभाव बताएँ, ठ्याक्कै बताएँ। आखिर बाबुहरू यहाँ त छैन, म्याडमको योग्यता एसएलसी पास ठ्याक्कै हजुर पनि बताएँ। भनेपछि एउटा मैले यो बुटोलमा आएर यसरी उहाँलाई धेरै रिक्वेस्ट गरेको हुनाले टाइम दिएको हजुर। काठमाडौँ भयो उहाँ 8 देखि 9 घन्टा क्युमा बस्नु पर्थ्यो तपाईँहरू, तर बुटोल भनेपछि पर्ने थिएन। बुटोल भने यही हिरो शर्मा लिम्बू मेरो असिस्टेन्ट हो, यसलाई महिनाको 50,000 दिएर राखेको छ, फोन मात्रै उठाउँछ यसो काम। बुटोल नानगढ भैरवा भनेपछि क्यु बस्नु पर्ने थिएन, तर त्यो ठाउँ नबताइ गएको भए हजुर 9 घन्टा लाइन बस्नुहुन्थ्यो। आज प्रत्यक्ष डाइरेक्ट यता आउनु न बाबु यता। अब अर्कोचोटि चाहिँ म मक्सिर लाएपछि बुटोलको यो योगी कोठी भन्छ यही होटलमा म 3 दिनको लागि आउँछु मक्सिरमा। यो बाबुले भन्छन् यो होटलको परिचय देऊ त, त्यहाँ मक्सिरमा आउँछु म होटलको बारेमा त्यो परिचय। हजुर नमस्ते, यो चाहिँ हाम्रो होटल द फ्लामिङ्गो यो योगी कोटीमा छ, मडिलगञ्ज कलेजको साइडमा। यो 4 स्टार हो? हजुर सर, यो चाहिँ हाम्रो 3 स्टार छ, सर्भिस चाहिँ हाम्रो 4 स्टार प्रोभाइड गर्छौँ। त्यही त धन्यवाद। म मक्सिर लाएपछि यही होटलमा 3 डेज आउँछु। तपाईँहरू पहिला आफ्नो नाम बुक गरेर टाइम सुनिश्चित गर्नु होला 3 दिनको लागि, किन मेरो नेपाल गएर प्रोग्राम छ। त्यहाँबाट फर्किँदा यहाँ आएर म तपाईँहरूको जिज्ञासा मेटाएर काठमाडौँ जानेछु। बढीमा 3 दिन त्यही मक्सिरमा, नेपाल जान 1 दिन प्रोग्राम छ। त्यो 1 दिनको प्रोग्रामको लागि मान्छे 5 वर्षदेखि क्युमा बसिराख्नु भएको छ। त्यही भएर सबै मित्रवर्गहरूलाई ज्योतिष हरिहर खरेल अहिले बुटोल भए पनि पर्सि 20 गतेपछि काठमाडौँ कोटेश्वर जडीबुटी नरेखाँड भगवान कृपा मार्गमा ब्रेन हार्ट स्कुल नजिकै भिरगु ज्योतिष तथा हस्तरेखा परामर्श केन्द्रमा स्वागत छ भन्दै आज हाम्रो मणिग्रामबाट बुटोल योगी कोठी यो 4 स्टार होटलमा मलाई भेट्न र हेराउन आउनुभएको आदरणीय मित्र यता ल्याउन के अरे शुभ नाम? श्याम सुन्दर भट्टराईजी र हाम्रो ब्युटिफुल शालीन आदर्श नारी सीता जस्ती म्याडम के नाम? इन्दिरा भट्टराई। के भन्न चाहनुहुन्छ अरू हाम्रा रूपन्देहीवासी मित्रहरूलाई? म के भन्न चाहन्छु भन्दा जो कोही परेशान तनावमा हुनुहुन्छ तपाईँसित भेटेर आफ्नो जीवनका ढोका र बाटा खोलेर आनन्दले जीवन बिताउनु हुनेछ भन्ने मलाई लाग्छ। धन्यवाद छ हाम्रो मित्रहरूलाई। हजुरहरू आउन चाहेमा मेरो मोबाइल नम्बर 9851090545 र 9767345438 मा कल गरेर आउन सक्ने कुरा जानकारी गराउँदै बिदा हुन चाहे।